गुड मर्निङ। म चाहिँ फिडिङ बजारमा छु है। फिडिङ बजारमा अब चाहिँ कन्याम जान लागेको। हिजो हामी पाथी भएर गएर आइहाल्यो। आज चाहिँ अब कन्याम जान्छौँ। चियाबारीतिर यसो रमाइलो गर्नु पऱ्यो नि। यहाँ त कस्तो गर्मी गर्मी छ क्या, ठिक्क छ, मौसम पनि राम्रो छ। अर्ली मर्निङ भ्यू। यहाँ कोही कोही चाहिँ पाथी भएर ब्रस छोडेर यहाँ ब्रस किन्न गएको छन् फिडिङ बजारमा। म बिर्सिने भनेको यहाँ मान्छे मभन्दा झन् बिर्सिने हो जेएनजीहरू के भए ब्रस किन्न गएको छ जेएनजीले। कति हाँस्नु प्रभु। अब त्यहाँ छ होला बजारमा बिहान बिहान कति रमाइलो देखेको है फिडिङ बजार। होटलमा अनार खाँदै है बल्ल बल्ल फुटाएर पाथी भएर मातालाई चढाएर ल्याएको प्रसादको अनार खाँदैछौँ। यहाँ बिग्रिन लागेको छ क्या। अनि माताको थानमा पुगेर आएको अनार पो हो त यो होइन। यो सिम्पल अनार होइन नि त होइन बुबुडियाहरू। यो खाएर कतिको पावर आइरहेको तिमीलाई। कति राम्रो लाली गुराँस फुल्या रहेछ हो यतातिर चाहिँ ढकमक्क भएर। हिजो देख्न पाएको थिएन उतातिर है। ताप्लेजुङतिर लगिदिनु त टिपेर घर लगिदिनु। मक्क पर्नुहुन्छ। कस्तो दामी लाली गुराँस फुलेको के वाउ। हिजो ताप्लेजुङमा चाहिँ एउटा फुल्या थिएन है। यहाँ इलामतिर चाहिँ मस्तरी फुल्या रहेछ लाली गुराँस चाहिँ। दामी छ कि लाली गुराँस। हाम्रो नेपालको राष्ट्रिय फुल लाली गुराँस ठ्याक्क लाएर है। खै कहाँ छ है लाली गुराँस। लिन सफल भयो। पिङ्क कलरको रहेछ है यो चाहिँ। पिङ्किस कलरको। यो सुकाएर राख्नुपर्छ राम्रो हुन्छ। म अहिले हार सकाइदिन्छु नि फेरि। पेट दुखा बेला अब यो सन्चो हुन्छ कि यसले। ल है यहाँ चाहिँ अब हेर्नु त ल है यहाँ चाहिँ माघ इजार हुँदैछ। रुखमा चढेर गरेर बिचरा रहर पुऱ्याइदिनु भयो मेरो यो। ल इलामतिर चाहिँ सबैको घर सजाउने के फुलहरू अल्छी नगरिकन रोप्नु हुँदो रहेछ है। टक्क हामीले यहाँ लाली गुराँस पनि टिपियो। कस्तो राम्रो के यो फुलहरूले पनि अरू केही मनमा शान्ति दिन्छ नि त हेर्दाखेरि है। यो सबैजना सिक्नुपर्छ है घरमा फुल रोप्न चाहिँ अल्छी गर्नु भएन। म पनि अब जाने बित्तिकै फुल रोपिहाल्छु। फिड गुराँस खाँदैछौँ है। अब हेल्थको लागि कस्तो राम्रो हुन्छ नि। हामी नेसनल फ्लावरलाई खाँदैछौँ। कस्तो छ तेर्सो दुई पनि सन्चो हुन्छ है यसले। मेरो नालामै हिजो हिउँ खाएको मैले पाथी भएरमा। आज फिडिङमा लाली गुराँस। यो चाहिँ हामी काठमाडौँ जाँदैछ। यो हाम्रो लाली गुराँस चाहिँ सबैजना बाँडफाँड गरेर लाली गुराँस लाँदैछौँ हामीहरूले। माई खोला अरे माई पोखरी चाहिँ होइन है फेरि साथीभाइहरू। इलामको माई खोला अरे। बिहान मर्निङ वाक गर्न आएको यहाँ इलाममा है। ट्याक्क चियाबारीमा आइयो। यहाँ कन्याम त उता माथि थियो। कति रमाइलो के मौसम पनि ठिक्कको है। वाउ न्यानो यो होटलनिरको चियाबारी। ल हेर्नुहोस् साथीहरू बिहान बिहान चियाबारी। अरे रमाइलो छ हो चियाबारी। ल यहाँ चिया बगानमा आयो है। यस्तो चिसो छ यहाँ कन्याममा होइन। फेरि आज दिन पनि पानी पर्ने भएर एकदम चिसो छ। यो घाम लाग्यो भए यति राम्रो देखिन्छ चिया बगान है। कन्यामाको लास्ट चिसो है। कुहिरो यो हुस्सुरी केही देखेको छैन यो चियाबारीमा होइन। तर पनि चियाबारी चाहिँ विशेष राम्रो नै छ होइन। हुस्सु लाए पनि हुन त यो ठाउँ यस्तै चिसो नै हो। पहिला हामी आउँदा पनि थियो होइन। अब यस्तो छ हेर्नुहोस् चियाबारी देखाइदियो भुकुडियर। चियाबारीको नजारा यस्तो छ। कसैले किन्नु पर्यो नि त होइन। कसैले किनेको क्या हामीले दिदीकोबाट होइन। कसैले किनेर लाँदैछौँ। अब यसो काठमाडौँबाट चखाउनु पर्यो। इलामको कोसेली कन्याममा होइन। बुधबारे बजार बुधबारे आइतबारे सोमबारे झापाको बुधबारे आएको। तराई चाहिँ सम्म आनन्द हुन्छ क्या। गर्मी हुने भएर मात्र हो। बस्नु त खुल्ला खुल्ला आनन्द हो है।
बजार झाप्पा कति हरियाली देखेको रमाइलो सम्मकै सम्म हरियालीसम्म छ आनन्द लाग्यो चितवन पनि बाटो कति रमाइलो छ नि रमाइलो लाग्छ मलाई बिर्तामोड बजार होइन त्यो बिर्तामोड ठुलो रहेछ शालिग रहेछ यहाँ चाहिँ बिर्तामोडमा चाहिँ के को शालिग हो के बिहाको हो मेरो साथी बत्तेर हौ ल है धरान यहाँ होटलमा आइपुग्यो हामी यहाँ होटल धरानेमा कस्तो हाउरी लाला रहेछ है आज काठमाडौँतिर त भीषण वर्षा भइरहेछ ड्रिमल्यान्ड होटलमा आइपुग्यो हामी ड्रिमल्यान्ड होटलमा ड्रिमल्यान्डमा आइयो है हामी भुबुडिया कस्तो लागिरहेछ कस्तो टायर्ड फिल भएको छ टायर्ड त लास्ट फिल भइरहेछ नि होइन ल अब चेन्ज गर्नु पर्यो फ्रेस हुनु पर्यो यस्तो छ आज चाहिँ सिङ्गल बेडमा सुत्नु पर्यो हाम्रो होटलमा त है एकदम पानी परिरहेको छ काठमाडौँतिर मजाले पानी परेछ है यताको नजारा चाहिँ यस्तो छ पानी छ आज त मजा हुने भयो सुत्नलाई अब भुबुडिया धरानमा मजा हुने भयो सुत्न आज हाम्रो चाहिँ ट्रिपको लास्ट होइन सेकेन्ड लास्ट नाइट हो होइन लास्ट नाइट नै होइन एकदम पानी परिरहेछ होइन पानी परेर एकदमै रमाइलो भइरहेछ है माहौल चाहिँ एकदम आनन्दित भइरहेछ होइन के छ हजुरको हल्का भएर गाडी चलाउँदा कतिको गाह्रो पर्छ एकदमै गाह्रो तर पनि उहाँको सकारात्मक सोचाइ र हँसिलो मुहार चाहिँ कहिले नि खाली हुँदैन होइन कस्तो ल अब टन्न खाएर झ्याप्प सुत्नुपर्छ आनन्दले होइन साथीभाइहरू गुड नाइट फ्रम धरान सिटी हर्क साम्पाङको सिटी हो नि फेरि बाहिर ए हर्क साम्पाङ सर्को सिटी राम्रो लाग्यो हामीलाई विशाल पानी परेछ आज नेपालभरि नै होइन अब टक्क लाएर हाम्रो खाना चाहिँ यस्तो छ है ल गुड मर्निङ फ्रम धरान अब धरान घुम्नु पऱ्यो आज अनि घर फर्किनु पऱ्यो अब बिहान हामी धरानतिर यसो घुम्नु पऱ्यो धरान बजार भनेर दिदीबहिनी हिँड्दैछौँ यहाँ अब बुढा सुब्बा मन्दिर जानु पर्यो कस्तो लागिरहेको धरान बजार हेर्नै पाएन कि गेटबाट निस्किँदा पनि अर्कै मलाई रमाइलो लागिरहेछ है हेर्नु हर्क साम्पाङ सरको सिटीमा यस्तै अटो सर्टो चल्ने होइन टक्क लाएर बिहान हिँडिरहेछौँ धरान सिटीमा हामी दुईजना यहाँ अन्त है फ्रेस भइरहेछ है तपाईँहरूले आज मलाई मिस गर्नुहुन्छ मिस गर्नुहुन्छ अरे किन खोल्दै तपाईँ भिडियोमा आउँदैन फेरि हामी अरू भिडियोमा आइहाल्छौँ होइन साथीहरू माया गरिदिनु पऱ्यो मेन कुरा होइन माया नगरिदियो भने त फेरि भिडियो बनाउन केही पनि हुन्छ मोटिभेसन पनि हुँदैन नि कति राम्रो यहाँ धरान पार्क पनि रहेछ है अनि धराने बजारको त्यो चाहिँ हाम्रो बिपिकेआइएचएस यहाँ रहेछ है धरानमा ठ्याक्कै अब यहाँ चाहिँ नर्सिङ पढ्नु पाएको भए राम्रो हुने जस्तो लाग्यो है कस्तो राम्रो एरिया के हस्पिटल त्यहाँ होला कस्तो राम्रो अब हामी चाहिँ यहाँ अटो चढ्नु लाग्छौँ है धरानको अटो चढेर यस्तो अनुभव गर्नु पऱ्यो नि त होइन त्यसमा चढ्नु पऱ्यो कि खुल्लावालामा बिहान अटो चढेर हिँडिरहेको छौँ यहाँ दुईजना धरानमा के गर्छ काठमाडौँमा अटो छैन धरान आएन हामी अटो चढ्नुलाई हामी अटो चढ्ने धरान आइपुग्यो दुईजना रमाइलो भइरहेछ अहिले मजाले चलाइदिनु रहेछ यहाँ ल हाम्रो होटल आयो अब अब ब्रेकफास्ट खाएर अब धरान बुढा सुब्बा मन्दिर गएर उतैबाट हामी काठमाडौँ निक्लिन्छौँ है अब खाली पेटमा जानुपर्ने हो मन्दिर अब हाम्रो अलिक बाध्यता छ धरानको टावर रहेछ यो चाहिँ राम्रो रहेछ धरान क्लक टावर सबै निलो छ होला है यतातिर त घरहरूको के हो सबमा पुरै निलो छाना छ त है धरानमा त वाउ ल बुढा सुब्बा मन्दिर पनि आइयो यो चाहिँ मेरो दोस्रो पटक हो है
पूजाको सामान पनि किनेँ है मैले बुढा सुब्बा मन्दिरमा चढाउनको लागि शनिबारको दिन लाइन त धेरै छ होइन लाइन बसेर पूजा गरेर जान्छौँ हामी आफ्नो मनको इच्छा पुरा हुन्छ अरे होइन यो पछिल्लो पछि हो बाँसको खेत तल मेरा सबै संसारको सबैको मेरो होइन फुलको मानेको